गुड मर्निङ साथीहरू, गुड मर्निङ है। अनि अहिले चाहिँ म ओछ्यानमै छु अनि आज सबैजना इलाम जाने कुरा हुँदैछ बाहिर चाहिँ होइन। अनि म सन्चो पनि छुइनँ, सो त्यही अब हेरौँ के हुन्छ। दाइले पनि खाजा खाना पर्खिरहनु भएको छ अनि टक्क लगाएर रेडी सेडी हौँ अनि एकैछिन इलाम पुगेर भेटौँ, किनभने यहाँको बाटो चाहिँ एकदम डरलाग्दो छ होइन। फोन सुन्दाहरू पनि तनाव हुन्छ। त्यही हो है, इलाम गएर भेटौँ के हुन्छ। A few moments later. भाइ टुर खतरा रमाइलो होइन। हामी चाहिँ आइपुग्यो ठ्याक्क इलाम चिया बगान वारिपारि। टुरिस्टहरू चाहिँ एकदम आउँदो रहेछ यता। फेरि हामी यहाँ जाने सोचिरहेको छौँ, दाइहरूलाई पर्खेर दाइहरू आउनु भएको छैन। एकछिन बस्छौँ होइन यहाँनिर, फोटोसोटो खिचौँ, दाइहरूलाई पर्ख्यौँ अनि भयो भने तल घोडाएर चढ्ने हुन्छ कि के खेल्नुहुन्छ तल जान्छौँ, फर्स्टमा फोटोहरू खिचौँ, दाइहरूलाई पर्ख्यौँ। त्यही हो है। आज दामी क्या, तर महँगो पो पर्छ अरे त्यही त हो। घोडा पनि चढ्नुपर्छ कि चाहिँ फोटो खिच्न जाँदैछौँ माथि डाँडामा। सबैजना आइसक्यो अनि सक्छ हाम्रो जे चाहिँ यहाँ हुनुहुन्छ। फेरि यस्तो कपालहरू देखायो भने त जम वाल भ्यू देखिरहेको छ यहाँबाट चाहिँ। ठ्याक्क लगाएर सबैजना फोटो खिच्दैछ, झन्डा मान्छेहरू सबै फोटो खिच्ने धमाधम। ल वेलकम टु कन्याम। बाटो कसले खिचिन्छ फोटो चाहिँ? ए थोरै ठुलो छैन यहाँ त, दामी है यहाँ पनि। अब यहाँबाट चाहिँ दार्जिलिङ 2 घन्टा लाग्छ अनि हामी जानुपर्ने ठाउँ चाहिँ 6.5 घन्टा लाग्छ। भनेपछि इलाम चाहिँ पारीको डाँडा हो। इलामबाट अहिले हामी फिलहाल हुँदै यता आएको छौँ। यो दार्जिलिङ जाने बाटो बाहिर फोटो खिच्दै हुनुहुन्छ। यहाँ चाहिँ मूर्ति बनाइरहेको छ ठुलो बुद्धको। अनि चिसो झन् अगाडि आयो, झन् चिसो होइन। त्यही हो, खास हामी जानुपर्ने चाहिँ दार्जिलिङ जाने कुरा गर्दै थियो। अब हुँदैन, प्लान क्यान्सल, धरान पनि फर्किनु पऱ्यो। त्यही हो, अब सुरुमा त्यो डाँडामा जाने कुरा छ, त्यस पछाडि फेरि हामी फर्किन्छु फिलहाल हुँदै इलाम हुँदै। इलामको यसो हल्का चक्लेट लिएर जानु पऱ्यो नि होइन। त्यही साथीहरू देख्न सक्नुहुन्छ है, ढोका पनि छ यहाँनिर ठ्याक्क भवाल रहेछ। ल एकछिन घुमौँ के हुँदो रहेछ। अब खतरा बनाएको क्या, तर आम्मामामा पुल चाहिँ दामी रहेछ। फिट छ होला नि, 60 फिट खतरा। यहाँ पनि चिया बगान चाहिँ, तर यता वालछेल है जहाँ पनि चिया बगान। अब एकछिन घुमौँ अनि लागौँ बाटो नेपाल। यो चाहिँ नेपाल एरिया। अनि अब हामी यो पछाडि चाहिँ उता पशुपतिनाथ भन्ने ठाउँ आउँछ अरे, जहाँ चाहिँ इन्डिया पर्छ। अहिले हामी नेपालमै छु होइन, त्यो चाहिँ इन्डिया पर्छ अरे। अनि जोस् चिसो चाहिँ एकदम आइरहेछ। चिया बगान, मान्छेहरू घुम्नेहरू डेन्जर घुम्ने छैन। दाइरे पानी लिनु जानुभएको छ। बाबाले चाहिँ भ्यू हेर्ने ठाउँ यहाँ चाहिँ ट्याक्क बस्ने, भ्यू स्यू हेर्ने अनि जाने। ओए कति राम्रो रहेछ यो त, टोक्ने यस साले। अर्को त्यो हात दे साले। अब चाहिँ हामी फर्किमै साथीहरू घर।
ट्याक्क लगाएर खाना खाने ठाउँमा गएर भेटौँ है के हुन्छ बाटो एकदम अप्ठ्यारो छ होइन जान्छ भ्यू ल 3 hours later. बाटो यस्तो छ यार मेन रोडबाट निस्किएको माथि डाँडामा नि घर रहेछ साथीहरू बिल्डिङ घर ड्याम माथि टी गरिरहेछ बा यहाँ भाइ बसिरहेछ बोजूहरू त पो बोजूहरू डेन्जर राखिदिइरहेछ त एकछिन बसौँ त हेर पर्ख्यौँ है अब के हुन्छ बाटो खत्तम छ झन् यहाँबाट तपाल घर छ साथीहरू यो ठाउँमा यो चाहिँ के दामी बनायो क्या चडक्क परेर यस्तो गाउँमा दामी बनाएको यार आम्मा भर्खर म त सायद खै आइसक्रिम खाऊँ न यार इलामबाट फर्केको मर्की लागिरहेछ आइसक्रिम खानु आँखा त आम्मा धुलोले ब्याल भएर चलो चलिरहेछ कतिखेर पुग्ने धरान है घाम डुब्ने बेला भइसक्यो साथीहरू खोटसानीमा आएर बसिरहेको छु हामी चाहिँ भाइर म अनि हाम्रो साथीहरू कहाँ हराएर आएको छैन एकछिन बसौँ केटाहरूलाई पर्ख्यौँ धुलोले फाँक पाऱ्यो होइन अब त्यही हो साथीहरू आएर जाउँ के हुन्छ अब जङ्गल जानुपर्ने अब चाहिँ हामी त्यो चाहिँ हामी केराबारीको पुलमा आइसक्यौँ है हेर्न सक्नुहुन्छ यहाँबाट चाहिँ पारमा धेरै छैन अनि यसो त्यही हो बस्दै आराम गर्दै हामी जाँदैछौँ है साथीहरू त्यहाँ छ स्कुटी यहाँ छ आज यस्तो कुद्यो लगभग हामी 6 देखि 6.5 घन्टा आज हामी हिँड्यौँ सो त्यही हो अब